धन सबैसँग नहुन सक्छ अरे, तर निधन चाहिँ सबैको हुन्छ अरे। आज म जति सक्षम छु यो चाहिँ सबैभन्दा मेन भूमिका चाहिँ मेरो बाबाआमाको छ। सायद बाबाआमाको शिरमा हात राखेर यति आशीर्वाद मिलेको छ र म जहाँ टेक्छु जति काँडामा टेके पनि मलाई फुलमा टेके जस्तो फिल हुन्छ होइन। आगोमाथि गएर खुट्टा हाले पनि मलाई पानीमाथि गएर खुट्टा हाले जस्तो लाग्छ। आज म यति धेरै मेरो आत्मबल आत्मविश्वास बढेकै मैले मेरो बुवाआमालाई जब हेर्छु तब मलाई झन् धेरै आत्मबल बढ्छ क्या। म भाग्यमानी हो मेरो बुवाआमाको कोखबाट जन्म लिन पाउनु र केही कुराहरू सिक्न पाउनु। अझै धेरै त मैले मेरो आमाबाट चाहिँ धैर्य धारण हुनुपर्छ मान्छेमा भन्ने चाहिँ मैले मेरो आमाबाट सिकेँ। जति कठिनाइ जति गाह्रो अवस्था पनि आमाले एउटा पाइला पनि नडक्टको मकै अडिक बस्दिनु भयो। त्यो कुरा नै मैले मेरो आमाबाट सिकेको हो। आज त्यही भएर मलाई जति नै गाह्रो भए तापनि मलाई मेरो आमा त यस्तो अवस्थामा त डराउनु भएन डगमगाउनु भएन भनेपछि म डगमगाउनु हुन्छ त। म त त्यही आमाको सन्तान हो, त्यही खुन छ मेरो मानि, त्यति बल चाहिँ हुनुपर्छ मसँग भन्ने चाहिँ हुन्छ। यस आज मैले यो ठाउँमा आएर यसरी म आफ्नो परिचय दिनुभन्दा पनि मैले मेरो परिचय अरूबाट पाउँदा चाहिँ मलाई खुसी लाग्छ।